नमस्कार, म पुष्कर ओझा, कैलाली उद्योग संघको अध्यक्ष। यही यो पौष 18 गतेदेखि कैलाली जिल्ला फुटबल सङ्घले जुन बद्रीकुण्टा ट्रस्ट मेमोरियलको प्रायोजनमा जुन एउटा अन्डर 16 फुटबल कार्यक्रम आयोजना गरिराख्नु भएको छ, यसको लागि म जिल्ला कैलाली फुटबल सङ्घका अध्यक्षज्यू लगायत इन्टायर टिमलाई बधाई ज्ञापन गर्न चाहन्छु र यो कार्यक्रमको पूर्ण सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु। खास गरेर यस्तो किसिमको कार्यक्रमहरूले जुन विद्यार्थी भाइ बहिनीहरू छन्, खास गरेर अन्डर 16 एजका विद्यार्थीहरूलाई चाहिँ र जति पनि क्लबहरू करिब 12-13वटा क्लबहरूलाई लिएर यो कार्यक्रम हुन गइरहेको छ र यो किसिमको कार्यक्रमले ती विद्यार्थीहरूको भनौँ जो फुटबलमा एउटा भविष्य देखिरहेका छन्, एउटा राम्रो अपर्च्युनिटी हो र यसका लागि चाहिँ प्राइभेट सेक्टरकोबाट कैलाली उद्योग वाणिज्य सङ्घ जहिले पनि यहाँसँग हातेमालो गरेर अगाडि बढ्न तयार रहेको छ र यो किसिमको कार्यले गर्दा विद्यार्थीहरूको भविष्य उज्जवल हुन्छ भन्ने पनि हो। खास गरेर स्पोर्ट्समा र फुटबलमा भविष्य देख्ने विद्यार्थीहरूका लागि एउटा राम्रो अपर्च्युनिटी हो। कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु।